हेलो दर्शक नमस्ते सबैजनालाई भोजपुरी ठुलो कान्छोले स्वागत गरिरहेको छ तपाईहरुलाई यो मेरो चाहिँ भ्लगमा चाहिँ यो भ्लग चाहिँ एकदमै इम्पोर्टेन्ट छ के रहेछ त त्यस्तो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला पनि भन्न चाहन्छु अनि यस्तै भिडियो हेर्नको लागि हाम्रो भोजपुरी ठुलो कान्छोलाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ भन्दै तपाईहरुलाई म भिडियो देखाउन चाहन्छु हेर्नु होला यहाँ चाहिँ आँपहरु कति फलिरहेको छ एकदमै गजब तरिकाले आँप फलिरहेको छ यो आँपको मजा लिन सक्नुहुन्छ तपाईहरुले भिडियो हेर्दै गर्नु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दै गर्नु होला पनि भन्न चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईलाई सब्स्क्राइब गर्नु भएकोमा नगर्नु भएकोमा धेरै धेरै धन्यवाद छ भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद छ सबैजनामा धन्यवाद भिडियो हेर्दै गर्नु है त कहाँ लाँदैछु हेलो दर्शक नमस्ते स्वागत गर्न चाहन्छु सबैजनालाई भोजपुरी ठुलो कान्छो आइसकेको छ तपाईहरुको सामु म चाहिँ अहिले हिँडिरहेको छु बाटोमा भन्दा पनि गाडीमा हिँडिरहेको छु यहाँ चाहिँ जंगली जनावरहरुको चाहिँ निकै भय छ त्यसको लागि चाहिँ तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेर्नुपर्नेछ म कहाँ जाँदैछु के जाँदैछु कस्तो अवस्थामा जाँदैछु भनेर ओके फाइनली आइसकेको छु म तपाईहरुलाई लिएर गंगाको तीरमा चाहिँ यस्तो हुन्छ गाइजहरु गंगाको तीरबाट म चाहिँ लाइभ आइसकेको छु तपाईहरुलाई के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला गंगाको तीरबाट तपाईहरुलाई लाइभ प्रत्यक्ष प्रसारणमा मैले तपाईहरुलाई जोडिसकेको छु गंगाको दर्शन गरेर चाहिँ एकदमै पवित्र हुन सक्नुहुनेछ तपाईहरुलाई के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया राख्दै गर्नु होला कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ भिडियो हेर्नेलाई पनि धेरै धेरै धन्यवाद छ नहेर्नेलाई पनि धेरै धेरै धन्यवाद छ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ तपाईहरुले एकदमै हृदयदेखि नै स्वागत गर्न चाहन्छु अनि भिडियो के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव राख्दै गर्नु होला म तपाईहरुलाई गंगाको तीरबाट प्रत्यक्ष प्रसारणमा जोडिसकेको छु तपाईहरु आउनु होला गंगा जीको दर्शन गरेर पनि पवित्र हुन सक्नुहुनेछ म चाहिँ जहिले गंगाकै छेउमा छु र पवित्र छु भन्ने पनि छैन जहाँबाट हेर्दै हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनु होला पनि भन्न चाहन्छु यस्तै भिडियोको लागि हामीलाई सम्झेर तपाईहरुले लाइक कमेन्ट शेयर गर्न सक्नुहुनेछ यो गंगाबाट वारपार भएको तपाईहरुलाई हेर्न मन छ अझै भिडियो राम्रो तरिकाको भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ पर हेर्न सक्नुहुनेछ बोर्ड आउँदैछ त्यो बोर्ड चाहिँ यहाँदेखि 15-20 मिनेटमा चाहिँ यहाँ आइपुग्छ हेर्दै गर्नु होला उताबाट चाहिँ यता आउँदैछ वारीदेखि पारी गन्तव्य आफ्नो गन्तव्य लिएर हिँडिरहेको छ तपाईहरुलाई म जुम गरेर देखाइदिउँ त हेर्नु होला आफ्नो गन्तव्य लिएर आउँदैछ त्यसले गन्तव्य स्थानतिर आफ्नो बढिरहेको छ वारी आउनको लागि वारीदेखि पारी तपाईहरुलाई 20 मिनेटमा चाहिँ वारीदेखि पारीदेखि वारी जान्छ यो बोर्ड चाहिँ तपाईहरुलाई स्वागत गर्न चाहन्छु यस्तै भिडियो हेर्दै गर्नु होला पनि भन्न चाहन्छु त्यो बोर्ड चाहिँ आइरहेको अवस्था तपाईहरुले देख्न सक्नुहुनेछ त्यो बोर्ड चाहिँ जता उँधो गइरहेको छ अहिले यता पानी बगिरहेको छ केही छिनमा केही समयमा तपाईहरुले यो पानी यसको उल्टोतिर बगिरहेको पनि देख्न सक्नुहुनेछ मैले कयौं एक दुईवटा सानो भिडियोमा पनि देखाइसकेको छु उँधोको पानी उँभोको पानी उँभो 12 घण्टा यता 12 घण्टा उता पनि बग्ने गर्छ यो नदी चाहिँ गंगाजी समुद्रको चाहिँ आफ्नो शैली रहेछ मलाई पनि त्यति थाहा थिएन एकदमै राम्रो तरिकाको भिडियो बनिरहेको छ तपाईहरुलाई के लाग्छ कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया राख्दै गर्नु होला भिडियोलाई अहिले म यही अन्त गर्न चाहन्छु भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला धन्यवाद हेलो दर्शक नमस्ते सबैजनालाई भोजपुरी ठुलो कान्छोले स्वागत गरिरहेको छ तपाईहरुलाई यो मेरो चाहिँ भ्लगमा चाहिँ यो भ्लग चाहिँ एकदमै इम्पोर्टेन्ट छ के रहेछ त त्यस्तो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला पनि भन्न चाहन्छु अनि यस्तै भिडियो हेर्नको लागि हाम्रो भोजपुरी ठुलो कान्छोलाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ भन्दै तपाईहरुलाई म भिडियो देखाउन चाहन्छु हेर्नु होला यहाँ चाहिँ आँपहरु कति फलिरहेको छ एकदमै गजब तरिकाले आँप फलिरहेको छ यो आँपको मजा लिन सक्नुहुन्छ तपाईहरुले भिडियो हेर्दै गर्नु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दै गर्नु होला पनि भन्न चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईहरुलाई सब्स्क्राइब गर्नु भएकोमा नगर्नु भएकोमा धेरै धेरै धन्यवाद छ भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद छ सबैजनामा धन्यवाद भिडियो हेर्दै गर्नु है त कहाँ लाँदैछु